हामी गृहिणीहरू किन होला है कहिले थाक्न नपाउने। बिहान झिसमिसे नहुँदै उठेपछि घरको सबै काम सबै जिम्मेवारीहरू दिनकै एउटै काम बिहान पनि त्यही काम बेलुका पनि त्यही काम भोलि पनि त्यही काम गरेको छ। कामहरू यति हुन्छ एक सेकेन्ड फुर्सद हुँदैन। राति सुत्ने बेलामा पनि भोलि के तरकारी पकाउने होला भनेर सोचेर सुत्नुपर्छ। अनि त्यो कामको इज्जत 0% नै हुन्छ। बाहिर जागिर गर्नेहरू थाक्छन्, उनीहरूलाई बिदा हुन्छ। छुट्टीको दिनमा आराम गर्न पाउँछन्, तर हामीहरूलाई छुट्टी कहिले पनि हुँदैन। अनि श्रीमानहरू काम गर्नुहुन्छ बाहिर भने दिनभरि काम गरेर आउनुहुन्छ, बेलुका मलाई थकाइ लागेको छ भन्नुहुन्छ। छुट्टीको दिन त आराम गर्न देऊ भन्नुहुन्छ। तर हाम्रो लागि खै त आराम है। सब कुरा हाम्रो जिम्मेवारीभित्र पर्छ, तर हाम्रो कामलाई काम नै भनिँदैन। के काम छ र, दिनभरि घरमा बस्ने त हो भन्नसम्म भ्याइन्छ। अनि कतै बाहिर हुनुहुन्छ, विदेश हुनुहुन्छ, अथवा नेपालमै पनि कतै बाहिर काम गर्नेहरू हुनुहुन्छ भने पनि घर आएपछि चाहिँ घर आएको बेला त आराम गर्नु पर्यो नि भन्नुहुन्छ। तर हामी चाहिँ कहीँ आराम गर्न पाउँदैनौँ। आराम गर्न मिल्ने ठाउँ भनेको एउटा माइती हो। त्यो पनि मम्मीले गरिराखेको दुःख देखि आराम गर्न मनले मान्दैन। किन होला है हामीलाई यति धेरै व्यस्त जीवन दिएर पनि कुनै जस बिनाको कामहरू दिइएको।